मम्मी आउनु भएको छ बोजूलाई पनि खोइ त नि बोजूलाई लगाइदेऊ त ल त्यो नसल्ला हो त्यो भिडियो भइरहेछ बोजूलाई पुऱ्याइदिएर आउने भन्ने कुरा हो कति पुऱ्याइ अनि यो चाहिँ भाउजू लाउनु त यो हाम्रो कसलाई पर्यो भने तीनजनालाई ठिक्क भइगयो त नि तीनजना यसलाई पनि चाहियो यसलाई त लिँदैछ नि यो घरि कुन खाने त्यसो खाने कि यो धनी खाने कि होइन होइन ओल्लो छ बिउ खाने गिलास हेर न यही जस्तो सानो यो जस्तो सानोले खाने यहाँ पुच्चा खानेले यहाँ खाने हो पुच्चा खाने नाम नभई काट्दिनु न होइन होइन मोटुले यसको नाम त मलाई पुच्चा खाने भन्नु न बाबा भन्छ अनि पुच्चा खाने हो नि त अनि सबै ठाउँ बनाऊ अनि त्यहाँदेखि सबैजना बसेर खाउँ सबैजना बुहारी पनि बस्ने सबैजना बसेर खानुपर्छ त्यसरी गरेर सबैजना बसेर खानुपर्छ लु यस्तो इन्जोय गर्नु त कति रमाइलो हुन्छ नि आमामा गाँठी अरूको मात्रै खाएको देखेको आफै पो खानु पाइयो त गाँठी भनेपछि खोइ अनि गीत सिट पनि बजाउँदै खानु पर्छ भिडियोमा सबै सुनिरहेको हुन्छ के ल ओ यो म्युजिक बजाउनु हुँदैन म्युजिक बजाउनु ह भिडियो बनाएछ म्युजिक बजाउनु हुँदैन समझले बोल्दा के हाल्ने यहाँ छ चम्ची दिदी चम्ची दिँदा काकी चम्ची देखाउनु नबजाउँ हामी चम्च यो मलाई सबै हामी के नाम राख्ने हुँदैन त्यसैमा निस्किँदैन केही पनि निस्किँदैन केही पनि अलिकति ठिक्का लाउनु अनि फेरि यसरी अनि चोप्दै खाने हो नि त मौसमी त्यहाँनिर बस्छ ल सुरु गरौँ तिमी आउँदैन नाति तिमी आऊ अचार चाहिँ मलाई खाँदै दिनु न ल म खानुको लागि सुरु गरौँ है त सबै अनि खोइ भाउजूलाई चाहिँ अचार खोइ छ नि यहाँ सबै पुरा भइसक्यो अनि खोइ यो त दिनु पर्छ पर्दैन को काँटा चाहिन्छ छैन हातैले बम्बी गरिदिने हो नि ल मुसँग त्यहाँ बस ल हाम्रो भाइलाई त खाँदै एभ्रीवन भन्छ कि एभ्रीवन भन्छ एभ्रीवन ल है रमालाई एक खोइ अनि खोइ यो चाहिँ बाँडेर मात्रै हुन्छ ओ रजिते हाम्रो त यहाँ छ रेडी सबै हाम्रो भाइलाई यस्तै छ है गाउँले खुवाइ चाहिँ यस्तो हुन्छ रमाइलो छ नि त गाउँले खुवाइ ल मम्मीसँग बस्छ तिमी अलि पर छ यहाँ तिमी बस म त देख्दै छैन है देखिनु छ ऊ यस्तो देखिरहेको देख्दैछ के गरिन्छ अनि यो उता अचार जस्तो त यहाँ छै लु सबैजना खाने यो पनि खोइ है मेरो चप्पल हजुर लु गफ गरिराख्नु भन्दा पनि यसो गर्नुपर्छ होला खोइ भाइ त भाइ र म एकै ठाउँमा म तान्नु अलिक टाढो पर्यो टाढो पर्यो हो भाइ र म एकै ठाउँमा हुन्छ अनि रमालाई त देऊ खै ए पुगेनको हो भिडियो पुगेन फेरि एउटा ग्लास चाहियो आफैलाई पुगेन फेरि ऊ त मगमा भन्नुहुन्छ मलाई त अचार अम्लाम नै भयो एकदम मिठो भयो दाना टेस्टी भयो यो त गममै खान्छु होला म त सिपुको त्यसका बाजे चम्ची भन्दा पनि यसो गरेर खानुपर्छ है यो त मेरो सिङ्गल मेरो मात्रै पर्यो कि हो हामी
ने मलाई तान्नु अलिक अप्ठ्यारो भयो यहाँ लगाइदिनु मलाई मैले अग्लै भयो परे साह्रै काइदा भयो त है यतिको डटी त अचार बेकार खायो है त पिरो छ अचारमा साह्रो गजब जिन्दगीमा यसरी खानु पाइँदैन होला पछि त फेरि के जस्तो कुरा गरिदिनुको होइन यतिजना चाहिँ भेला भइँदैन नि ए त्यो त भेला हुने भनेको चाहिँ के छ त हौ दिनको त भेलाउने भन्दा रमाइलो पो हुन्छ त्यस्तो त नि रमाइलो नि समाइलो यसरी गर है धेरै रमाइलो खानुपर्छ अरे के रमाइलो गरिहिँड्नु हुँदैन नि त के पो भयो पिरो सुन्नु खोज्यो क्या यसलाई तपाईँ चाहिँ यसरी खानुहोस् है जुनसँगै कुना कन्दाबाट हेरिदिनुहुन्छ हामी चाहिँ यसरी खाँदैछौँ हामीले अर्ग्यानिक म चाहिँ अचार भनेर मैले यो भयो पर्दैन खुसी छ के खुसी छ के त्यो नभने चाहिँ भिडियो गरेको कसैलाई केही मन परेको मलाई अनि त खुसी छ भने त अलिक पाउनु भने देखिँदैन आँखा अगाडि झुकल झगल मौसमले खाएको हेरेर क्या अर्का गर्दा त्यस्तो त हुन्छ त्यस्तो हो म आफै बनाउने खाने बेला बेलामा आफ्नै घरमा बनाएको अर्ग्यानिक भेट्नु पो गाह्रो पर्छ त्यसको स्वास्थ्य ठिक राख्ने भन्न साह्रै मिठो हुँदो रहेछ हौ म त त्यस्तोसँग खाँदा मजा पाउँछु त गर्दै खुब खान्छ नि मुखबाङहरूले गर्ने फेरि चाहिँ के को मुखबाङ खुरेछ नाक बाङ्लो चाहिँ हामी चाहिँ लट्टै निकाल्न अनि यसरी गरेर सर्लकै हातले बनाउँदाखेरि यसरी साह्रै मिठो हुन्छ दुई आउन हामीले दिनुहुन्छ कस्तो लाग्यो होइन अनि कचेरी खाइसकेको आएको न अब लाग्यो पिरो खालको खाइदिए ल लाखे आउनु आँट्यो नि त लाग्यो यसरी खानुपर्छ यो अचार त झन् साह्रो कम्ता मिठो छ त यो एकदम दाम हेर्दा हेर्दा सकिसकेको छ अब अर्को आउँछ नि फेरि सोध्दै दिने हाम्रो त यस्तो त थपन त झिकुम दाउँगा माल त झरी पुगेको छ यो सानो फुलहरू त कुनै पनि अलिक ढिलो नै पाक्ने अब सानै पाक्ने उता पानीहरू आज चाहिँ चङ्बाको चाहिँ सेक्रै मात्रै राख्ने पर्छ टाइम भयो चुस्नुलाई यता चाहिँ अब गयो होइन अघि यो चङ्बा त जति चुसो उति गुलियो आएको आएकै गर्छ हौ अनि गुलियो त अमृत चाहिँ आउँछ भने तर भन्दा पनि हामीलाई चाहिँ थाहा हुन्छ नि त भन्दा कसले खान्छ कम चाहिँ कम भन्नु खोजेको चाहिँ रस आइरहन्छ भन्नु खोजेको के खाने चाहिँ हामी हो हाम्रो थाहा हुन्छ तर भन्दा पनि हामीलाई चाहिँ थाहा हुन्छ नि त कम चाहिँ कम खाने मान्छे थाहा हुन्छ साह्रै मजा नखाने खाने खुब मजाले खायो अनुसारमा प्रोटिन छ कि ठुलै खाइदियो पानी भएछ टेस्टी साह्रै मजा यतिको मामा त है खुब मजाले खायो पानी आएर चाहिँ मुलाको भिडियो हेर्दै यस्तो खाएको भिडियो के
बिरो चाहिँ दामी भएछ हौ टेस्टी यतिको मामा त है होटलमा त कहाँ मिठो हुन्छ टमाटर भएको है लाने हुन्छ होटल भन्दै आएको मिठो हुन्छ। अनि मोटेर भन्छु होटल भन्नु बाबु हामीले यो कति घन्टा मान्छ कति बजी थाल्यो निकै घन्टा लाग्यो नि कति बज्यो नि चाहियो 5 बजेदेखि हो कि 9 बजे हो। बाबु हामीले यो कति घन्टा मान्छ कति बजी थाल्यो निकै घन्टा लाग्यो नि कति बज्यो नि 9 बजे 5 बजेदेखि हो कि 9 बजे हो। 9 बज्यो बरु सर 9 बजेर 13 मिनट भयो 4 घन्टा लाग्यो त हामीले लाग्यो नि यो चाहिँ हाम्रो 5 केजीको कुखुरा है आन्टीलाई लाइदिनु। 5 केजीको कुखुरा आन्टीले धेरै खाँदो रहेछ नि के हो होइन हौ तपाईले त लाइदिएकोले चाहिँ त्यस्तो लागेको। हो जति सानो उति मिठो राख्नु ठुलो भन्दा सातन कप्लाकै अनि गइहाल्छ पाकेको हुन्छ नि मम्मी अचार आइदिनु पर्छ नै भयो माग्नु है भाउजू अब यो सानो यो के ठुलो त यो सानै हो नि अगाडि पुगेको त्यसका बाजे रुद्दैछ म पनि खान्छु अझै अहिले म चाहिँ खानु मात्रै जानेको खानु चाहिँ म आफै यो भिडियो गरेको म पनि चाख्छु भनेर भोला त खुवाउँछ भोला सबै खान्छ खान्छ खुवाउँछ नि गेडा खाँदै सानो हाम्रो अङ्कल डर हुन्छ नि त नि त्यस्तो चिज खानु हुँदैन अहिलेदेखि बानी गरेर त झन् अहिले बानी गऱ्यो भने पछि खाँदैन यो मनकुमार जस्तो त्यस्तै बनाउनु खोज्छ छोरालाई पनि मान्छे पनि मन कतिलो हो केटाकेटीलाई त कहाँ त्यत्रो उसको आमा दिएर छैन सुपारी मात्रै रनको छुटाउँछ हो रनको छुटाइहाल्छ सुपारी मात्रै दिन्छु त सुपारी पनि भेटिहाल्छ नङ्को त्यहाँनिर बेसी हुन्छ त्यत्रो यसको लागि नि त्यसको अब खान्छु भन्छ नि खानु देखेकै हुन्छ अन्डर दिने हो क्या अन्डर 18 वर्ष 17 वर्ष 18 वर्षमा मुनिले खानै हुँदैन के गरेको सबै निकाली पठाउँछ होला बोक्रा मात्रै खानु थाल्यो बुद्धि दिएर छिटो लु लु बो अगाडि त छोड उता जा नले खाने भने बुद्धि पनि खाने बोक्रा पनि खानु थाल्यो अगाडि त साह्रै मजा आउँछ खान्छ यो भुँडी ठडी आउँछ यो त बेसमा भएछ है यही ठिक नचलाउनु खान्छ फेरि चलेछ र नचल्यो नचल्ने यो भाइ चाहिँ लाउनु चाहिँ डिउ नै लगाएर खानुपर्ने रहेछ क्या मिठो हुँदो रहेछ नि त गुलियो हुँदो रहेछ मिठो हुँदो रहेछ यहाँ भएको थियो होइन के तले छिटो ल लास्टमै खाइदिए अब त पप्पै एउटा सिँगै खाइन्थ्यो अहिले त अलि मुखमा पनि छोडिसक्यो भुँडी कसरी फुट्छ भाइ गोजेर फुट्छ घोचेर खाएको हेर्नु